फाइनल्ली 13 तारिकमा जापान 14 तारिकमा चाहिँ जापान पुगिसक्छ पुगिसक्छ ल What's up everyone, welcome back my channel, your hero IRT is back. अहिले चाहिँ म टक्क यस्तो बवाल गुड न्युज छ हैन बवाल यसको लागि म धेरै पर्खाएको थिएँ उब्बर पर्खाएको थिएँ अनि यो थम्बनेलमा आयो भने तपाईहरुले थाहा हुन्छ न थोरै सरप्राइज टाइप्सको ट्याक्क लुक्स कडक्स अनि हेर्छ कति केटाहरूले हैन किन रुमाल सुमाल बान्न थालेको ट्यापेज टाइप्सको कुरा गर्दै थियो तर ट्यापै होइन कपालै छैन भर्खर यति त आयो अगाडि पनि यत्रै हो हैन ठिकै छ तर अब यस्तै छ जिन्दगानी यस्तो गर्मी छ आजकल नेपालमा आफै कति सेल्सियस छ लगभग खोइ त कहाँ देखाउँछ रे केटा हो कहाँ हो यो क्लाइमेक्स आइफोनमा के हुन्छ वेदर ओभर गर्मी छ कि बाहिर चाहिँ पुरै त्यो के भन्छ बादलै बादल छ तर गर्मी चाहिँ यापै आज त पानी पर्ने देखाएको छ त यस्तो छ तर पानी पान्छ मर्न लाग्यो गर्मीले आफै पसिनै पसिना त्यही भएर टल्केर आउनु टल्किने अनुहार त छैन मोटा छ तर अलि मोटायो भने छ ठिकै छ मोटो अब घटाउला नि टाइप्सको कुरा चल्दैछ यस्तै छ केटाहरू फेरि गाउँ गएको छु अब म एउटा गुड न्युज टाइप्सको छ कि होइन अब एकजना साथी छ 3-4 जनै छ हामी अनि टक्क यस्तै छ जिन्दगानी दर्पण छाया हुँदैछ अनि ब्लग चाहिँ कतिले बनाउँदैन किन नबनाएको अब धेरै त होइन 5-6 जना 10-15 जना कहिले बनाउने यस्तो कुरा गर्दा हुन्छ अनि अब यस्तो यो कुराबाट इन्ट्रेस्ट हट्या छैन मलाई इन्ट्रेस्ट त थोप्पो हट्या छैन तर भ्याउँदैन आजकल भनौँ न आजकल त्यस्तो अब पुरै काम गर्ने पनि होइन तर भ्याउँदैन कस्तो भ्याउँदैन भन्दा पनि अलि यस्तो अब बाहिरतिरै बिजी हुन्छु म अब यस्तो फ्री टाइम पनि हुँदैन अब चाहिँ फ्री हुन्छ अब चाहिँ डेली आउन सक्ला कि है फेरि फिक्स छैन अब डेली आउनु पर्ने हो अनि यस्तो इन्ट्रेस्ट चाहिँ थोरै हट्दै जाने रहेछ तर नबनाएपछि मलाई सबभन्दा झ्याउ लाग्ने भने चाहिँ एडिट गर्न कसम यस्तो झ्याउ लाग्छ तपाईँहरू अब फर्स्टमा अब गर्नुहोस् भन्छु म चाहिँ अब भाइहरूले हेर्छ मेरो चाहिँ त्यस्तो अब हेर्दैन बनाऊ अब 200-300 जनाले हेर्नुहुन्छ 200-300 जना 50-60 जना भनौँ 50 देखि 200-300 त्यतिले हेर्नुहुन्छ अब गर्नुहोस् तपाईँहरू अब गर्न मन छ भयो ब्लग ओभर बबाल हो अरूको देखेर मैले त अहिलेसम्म एक्सपिरियन्स ल्याएको छैन केही नि छैन गर्नुहोस् त धैर्य राखेर गर्नुहोस् होइन अब मैले टिकटकमा त्यो मुखबाङ सुङबाङ चाहिँ ओभर चलाएको थिएँ मेरो त्यो बेला चाहिँ किन नबनाएको भन्दै थियो त्यो नि बवाल चलाएको थियो मेरो केटा फेरि लाखमा भ्युज गएको थियो 2-3 भिडियो त्यो बेला चाहिँ फर्स्ट टाइम मलाई होइन केटा हो फर्स्ट टाइम होइन 6-7 यो भिडियो बनाएर चाहिँ यो मुखबाङ बनाएर चाहिँ देखिन होला होइन इमान रुम्बा तामाङ भनेर सर्च गर्नु 40, 50, 30, 20, 10 यसमा एउटा कहाँ पुगेको छ 35, 37, 1 लाख यसमा चाहिँ 1 लाख गरेर अनि हेरेर अब त्यो टाइममा यो टाइममा चाहिँ म कलेजमा पढ्थेँ अनि कलेजको इन्डिङतिर चाहिँ यसो लड्किजहरूले होइन लड्किज हुन्छ नि त्यस्तो लड्किज होइन केटा हो मतलब नचिन्ने मैले अनि बिग फ्यान भनेर यसो मतलब आएको थियो त्यो बेला फर्स्ट टाइम थाहा भएको थियो पछाडि चाहिँ कस्तो कुरा गर्दै थियो मुखबाङ बनाउने यही होइन
यसो साइलीहरू होइन 2-3जना पुरै कुरो गर्दै थियो अनि म पनि के नै छ र यस्तो हाँस्यो अनि एउटा अनि गेट वे बारिस्टा मैले बारिस्टा पनि सिकेँ हो केटा हो फेरि यो टाइम यत्तिकै स्पेन्ड गरेँ होइन मैले टक्क बारिस्टा सिक्यो मैले यस्तो हुन्थ्यो मेरो चाहिँ अब केटाहरूलाई होइन बिहान क्लास हुन्थ्यो मेरो 6 देखि 8 सम्म होइन 8-9 हुन्थ्यो कहिले त अब सरले जतिखेर राख्नुहुन्छ त्यतिखेर होइन अनि त्यसपछि मेरो चाहिँ अब 9 देखि 10 चाहिँ कम्प्युटर क्लास थियो पुरै मजाले सिकिन्थ्यो 9 देखि 10 कहिले त 11 बजेसम्मै बस्दिन्थ्यो मलाई अब त्यहाँ अलि त्यो सरले अलिकति भन्नुहुन्थ्यो होइन अनि बस्दिन्थ्यो म अनि कस्तो हुन्थ्यो भने अनि त्यसपछि म बारिस्टा सिकिन्थ्यो बारिस्टा अनि कति घन्टा भने 1 घन्टा सिकिन्थ्यो म लगभग 12 to 1 सिकिन्थ्यो त्यसपछि चाहिँ म बारिस्टा त सिक्यो इन्डिङमा इन्टर्न पनि गरेँ 1 घन्टा मैले यही गाउँमा त्यो होटेलको नामै बिर्स्यो इन्टर्न भन्छ नि केटा हो होइन कस्तो भन्दा दाइको हो एकजना दाइको चिन्ने दाइ होइन त्यो हाम्रो अब त्यो दाइकोमा जाने बनाउने अब त्यो दाइ चाहिँ त्यहाँको हेड टाइपको थियो म्यानेजर टाइप्सको अनि बारिस्टा एकजना मात्रै थियो अनि अब भेट हुन्छ नि त अरू बेला त त्यस्तो भेट हुन्न कि शुक्रबार शनिबार त बर हुन्छ नि त अनि म गइदिन्थ्यो टक्क बनाइदिन्थ्यो 1-2 महिना काम गऱ्यो अनि दाइले फेरि गुड छ त्यो दाइ अब त्यो दाइलाई एकचोटि म भ्लग बनाएर त्यही होटेलमै गएर देखाउँछु होइन अहिले रिभिल नगराउन सबै रिभिल गर्नुहुन्न होइन अनि के हुन्थ्यो भने त्यो दाइसँग चाहिँ पुरै मजाको थियो खर्च सर्च दिदिने होइन हामीलाई त खर्चै हुन्न नि केटा हो धनी होइन धनी भयो पो अब धनी भन्दा नि मिडल क्लास हो अब केटा हो अब त्यस्तो खर्च हुँदैन दाइले चट्ट ल खा म अनि फेरि चुरोट चाहिँ केही खान्न अनि चुरोट खा केही खान्न बस भाडा दिन्थ्यो दाइले पठाउ भाडा दिन्थ्यो अनि मोमोसम्म प्याक गरेर पठाइदिन्थ्यो कि मलाई त्यो टाइप पार्ट चाहिँ ओभर मिस हुन्छ अब त्यस्तो हुन्थ्यो अनि त्यसपछि फेरि राति 5 to 6 चाहिँ म फुटबल खेल्थ्यो ट्याक्क जहिले फुटसल हुन्थ्यो हाम्रो यो मनाङ रसमा चाहिँ दिनु हुन्थ्यो केटाहरूसँग लामा केटाहरूसँग यो माथिको गुम्बासँग होइन स्वयं माथिको गुम्बासँग यहीँबाट टक्क देखेर आज बवाल भ्यू अनि के हुन्थ्यो भने अनि त्यसपछि त्यो दिनमा हुन्थ्यो अब कहिले त्यहाँ उता नगएर दाइले आउदिनु भने यहाँ खेलिदिन्थ्यो अनि त्यहाँ इन्टर्नमा चाहिँ यस्तो हुन्थ्यो मान्छे भयो भने म बस्दिन्थ्यो छैन भए त म निस्किदिन्थ्यो अनि फुटसल खेलिदिन्थ्यो 6 to 7 कहिले 5 to 6 टक 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 ट्याक टुक गरेर खेलिदिन्थ्यो अनि त्यस्तै चल्दैछ जिन्दगी होइन त्यस्तै चल्थ्यो अब चाहिँ अलिक ट्रन लिने लाइफले त्यहाँकै यसरी हिँड्दै थियो यसरी हुने फुल टु फुल ट्रन हुने दिन आउँदैछ कुछ र तिमीलाई त्यो वाला गीत चाहिँ बवाल लाग्छ मलाई अनि स्पेसल्ली मैले भ्लग हेर्ने भने चाहिँ लोकल भ्लग हो है केटा हो लोकल भ्लग फर्स्टमा चाहिँ हाम्रो को भन्नु त गेस्ट गरिसक्यो होला हाम्रो मनुम्यान त्यसपछि स्टिभ दाई ट्याङ स्टिभ दाई त्यसपछि हाम्रो अनि त्यो के थियो त्यो दाईको नाम के हो के बङतङ राई छ त त्यही मन्नु दाईको त्यही अहिले नयाँ ब्लगर बवाल लाइभ ठ्याक्कै केटा होइन बत्ती स्टोरेज फुल भइदिएर मेरो रुम चाहिँ अहिले सारेको छ टक्क यहाँ स्वयम्भू देखिन्छ टक्क यता सिङ्गल ट्री यता तिनगढ गुम्बा अब होइन बवाल छ बवाल अब चाहिँ ल गाइज निस्किने बेला हो टक्क निस्किन्छ अब चाहिँ बिसा त आयो बिसा आयो
फाइनल्ली के अरे साथी चक्रमा त 2-3 वटा रहेछ टेन्सन खोइ साथी के हो यो के हो याङ्गो यो हामी भिसाएर खुसी 13 तारिकमा जापान 14 तारिकमा चाहिँ जापान पुगिसक्छ पुगिसक्यो लौ पुग्ने हो साथी हामी पनि पुग्ने भयो हेर्दा हेर्दै पुग्ने भयो रमाइलो छिटो हामी चाहिँ यहाँ दौरा थकाली खान होइन हामी जापान जान खुसी छ साथी अस्तिसम्म त टेन्सन थियो भने हिजोसम्म सबको भिसा छिटै आयो भने चाहिँ हाम्रो 4 दिन रहेछ भिसा हुँदैन बाबु तिम्रो ढिलो हो तिम्रो कति बजी आएको मेरो 1-2 बजेनिर हाम्रो रेजी र मेरो सँगसँगै आएको हो टेन्सन तिमीले कल गर्दाखेरि मात्रै आयो तिम्रो मलाई कल गरेको थियो त 8-9 मिनट भएको थियो मलाई त अलिक छिटै आयो नि सब पाइसक्यो तिम्रो त छिटै त्यो उगा हो नि त डक्ने ल लेजी र मेरो सँगै आएर फेरि एसएमएसमा मलाई नि कल गरेर तिमीले कल गरेको पछि लेजिनले गरेको थियो कि मलाई भिसा आयो त भनेर खुसी रहेछ हुन्छ फेरि म त टेन्सन भइरहेको थियो नि टेन्सन हुन्छ नि मजा आउनु रहेछ भिसा आयो सबैजनाको भिसा आउन छ भन्नु हो खै यो त नदेख उता अनि सेन्से नहोला ल साथी अब भिजा आइसक्यो होइन यहाँ ट्रेन्ड टिकटक ट्रेन्ड गर्न गइराख्नु भएको छ अहिले हाम्रो अस्मिता सान ल जानु यस्तै छ छुट्टै फिलिङ हुने रहेछ नि हजुर बेग्लै पाराको यसरी वेयर टु कहिले कहिले यो यस्तो हुनसक्छ नि त हामी यसरी गरिदिने म्याप डन गरिदिने अब यो ठिक छ यो होइन त हामी जाने लोकेसन हाल्ने त्यसपछि यहाँ नेटै चलेन चल्यो चल्दैछ बनाऊ भने तिमी नि ट्रेन्ड बनाऊ न बवाल देखिन्छ बवाल हो तिम्रो हिरो यसरी हो आयो भिसा आयो ल हाय ल सिमे फुमे साचेर खोला नाला साचेर तर खुसी हुँदो रहेछ इमान शान्ति आज यस्तो जापानी याकुजा ग्याग टक्क लाएर है अब के भन्नु मान्छे त अब जापानिज भइसक्यो यता फेरि ल अब कोरियन बोय भनिसकेछ कहाँबाट हुनु जापान कान छेर्नु पर्ने थियो यो उस निबे छ कि मेरो यस्तो हुँदो रहेछ ठुलो मम्मी भिसा लागेको पासपोर्ट त्यो त यहाँ देखाऊ कि छाप यहाँ छाप छोरो नि उठ्न लाग्यो भात खुवाउने छोरो उठ्न लाग्यो भात पकाउने छोरो जापान जान लाग्यो खुसी ठुलो मम्मी चुप्पा ठ्याक्कै केटा हो अघि नि म यहीँ थिएँ होइन अहिले नि म यहीँ छु अनि मेरो अब खुसीको कुरा सबभन्दा अब यत्रो 14 महिनादेखिको कुरा होइन अघि भ्लग पनि भनिसकेँ यही हो अब यो यसको लागि यत्रो पैसा तिरेर जानु लाग्दैछ यो स्ट्याम्प एउटाको लागि देखाउँदिनँ म होइन यस्तो देखाउनु हुँदैन भन्छ होइन मलाई थाहा भएन किन भनेर चाहिँ यो पेपर त आफै कतिवटा एउटा
दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, 6, 7, 8, 9, 10, 11, 13, 14, 15, 16, 17। यो त नि यत्रो मोटो, एउटा चाहिँ मोटो। यसको लागि पैसा, यो स्ट्याम्प हाल्न पैसा, फोटोकपी गर्नु पैसा, यो स्टिकर हुने रहेछ केटा हो। पैसा लाग्यो, तर म यो भिडियो हालौँ कि नहालौँ कि केटा हो, किनकि अब पार्टी मागिहाल्छ। अब त्यत्रो ऋण लगेर जान लाग्छ होइन, केटाहरूले पार्टी मागिहाल्छ। ऋण त त्यस्तो छैन दिदीहरूले, अब दिदीहरूले गरिदिनु भयो होइन, दिदीहरूको मेन्टेन हो। तर मेरो अब पैसा अब कहाँ यार केटाहरू, यार पार्टी कति माग्यो तिमीहरू, ओए सक्दैन कि ओए केटा हो त्यत्रो पार्टी यार। अब पार्टी नै अनि खुङ्गार माग्छ केटाहरू, अब कहिले कहाँ भन्छ होइन। अब मसँग पैसा छैन भन्छु मेन चाहिँ, केटा पैसै छैन कि यार। यहाँ पार्टी हेलो, केटाहरू आइसक्यो त कालिकाउनु पऱ्यो रे केटाहरूलाई होइन। कल्छु केटा हो, अब यिनीहरू चाहिँ अब यस्तो मसँग लगभग बोक यिनीहरू, मतलब बच्चैदेखि त नभनौँ, केटाहरू आफ्नै हो, एकजना बच्चैदेखि हो, 3-4जना छ। मेनली चाहिँ मेरो साथी अब बादल भनौँ, अनि एकजना एजेड साथी नै हो, चाहिँ बुढो भइसक्यो बचाउनलाई चाहिँ होइन। अनि विक्रम छ, अनि मेरो भाइ प्रेम भाइ, हामी 4जना चाहिँ अब त्यस्तै हो होइन। रिभिल हानिदिएको ल टक्क, कपाल चाहिँ यत्रो आइसक्यो यार, 1 महिना भयो ठ्याक्कै, 1 महिना यत्रो बढ्ने रहेछ केटा हो। मुनि हानिदिएको साइडबाट। अनि ल अब यति नै भनौँ न होइन, किन इच्छा र जिन्दगानी दर्पण छाया। अब लगभग धेरै त छैन होइन जाने, हाम्रो पात्रो लाइफमा अब फ्लाइटको अब टिकट त काट्नु भएको छैन भन्नु भइरहेको थियो। अब लगभग अब यति डेट भनेर दिनुभएको थियो, 13-14 दिन जति चाहिँ होला कि, नभए छैन धेरै। अब सपिङ गर्छु, त्यहाँदेखि भ्लग देखाइदिइहाल्छु नि, के नै छ र बेबी, पिस आउट। ल त इन्ड गर्छु म।